हामी सबैको जीवनमा एउटा यस्तो समय आउँछ जहाँ समस्या बाहिर भन्दा बढी भित्र हुन्छ। काम गर्न मन लाग्दैन, असफलताको डर लाग्छ, अरू मानिसले आफूलाई के भन्लान् भन्ने चिन्ता लाग्छ। कहिलेकाहीँ आफूले आफूलाई नै कमजोर ठान्न थालिन्छ। कहिलेकाहीँ आफूले आफूलाई नै कमजोर ठान्न थालिन्छ। तर एउटा प्रश्न छ, मानिसलाई वास्तवमा कमजोर बनाउने कुरा समस्या हो कि समस्याप्रतिको उसको मानसिकता? यही प्रश्नको वरिपरि घुम्छ द अनब्रेकेबल माइन्ड। यस पुस्तकको मूल सन्देशलाई छोटकरीमा भन्नुपर्दा, बलियो जीवन निर्माण गर्नुभन्दा पहिले बलियो मानसिकता निर्माण गर्नुपर्छ। तर यहाँ अनब्रेकेबल भन्नाले कहिल्यै नरोकिने, कहिल्यै नहार्ने वा कहिल्यै दुखी नहुने मानिस भन्न खोजिएको होइन। बरु लडेर पनि उठ्ने, असफल भएर पनि पुनः प्रयास गर्ने र परिस्थितिले आफ्नो पहिचान निर्धारण गर्न नदिने मानिस भन्न खोजिएको हो। अनब्रेकेबल माइन्ड वास्तवमा के हो त? हामी प्राय मानसिक रूपमा बलियो मानिसको कल्पना गर्दा त्यस्तो व्यक्ति सम्झन्छौँ। उसलाई डर लाग्दैन, उसलाई कहिल्यै तनावमा हुँदैन, उसलाई डर लाग्दैन, ऊ कहिल्यै तनावमा आउँदैन, ऊ कहिल्यै असफल हुँदैन। तर त्यो मानसिक शक्तिको सही अर्थ होइन। मेन्टल स्ट्रेन्थ भनेको इमोसन नहुनु होइन। डर लाग्छ तर डरका कारण निर्णय रोकिँदैन। दुःख लाग्छ तर दुःखले जीवन समाप्त भएको घोषणा गरिँदैन। असफलता हुन्छ तर असफलताले नै आफ्नो आइडेन्टिटी बनाइँदैन। त्यसैले यस्तो महत्त्वपूर्ण एउटा प्रश्न आउँछ, यदि मानिस कहिल्यै नटुट्ने हो भने उसलाई बलियो भन्ने यदि मानिस कहिल्यै नटुट्ने हो भने उसलाई बलियो बन्ने आवश्यकता नै किन पर्छ? यसको उत्तर निकै रोचक छ। बलियो हुनु भनेको कहिल्यै नटुट्नु होइन। बलियो हुनु भनेको टुटेपछि आफूलाई पुनर्निर्माण गर्न सक्नु हो। त्यस्तै हाम्रो सबैभन्दा ठुलो शत्रु बाहिर हुँदैन, हामी भित्र नै हुन्छ। कल्पना गर्नुहोस्, दुईटा मानिस एउटै परीक्षामा असफल भए। पहिलो व्यक्ति भन्छ, म असफल भएँ त्यसैले म असक्षम छु। दोस्रो व्यक्ति भन्छ, म असफल भएँ त्यसैले मैले तरिका सुधार्नुपर्छ। घटना एउटै हो तर परिणाम फरक आयो। किन? किनभने घटनाले होइन, घटनाको व्याख्याले मानिसको मानसिक अवस्था निर्धारण गरिरहेको हुन्छ। यही पुस्तकको अर्को ठुलो विचार आउँछ। यहीबाट पुस्तकको अर्को ठुलो विचार आउँछ, योर माइन्ड क्यान बिकम योर प्रिजन अर योर पावर। हामी सबैले आफैले आफ्नो बारेमा बनाएका कथाहरू हुन्छन्। म सक्दैन, मेरो भाग्य खराब छ, अरूभन्दा अगाडि अरू मभन्दा अगाडि छन्, अब ढिलो भइसक्यो। यिनै विचारहरू कहिलेकाहीँ वास्तविक समस्याभन्दा ठुलो समस्या बन्छन्। हामीले आफ्नै सीमा कसरी बनाउँछौँ? पुस्तकको सबटाइटल नै छ डेफी लिमिट्स। तर यहाँ एउटा गहिरो प्रश्न छ, हाम्रो लिमिट वास्तविक हुन्छ कि हाम्रो दिमागले बनाएको हुन्छ? उदाहरणका लागि कुनै विद्यार्थीले आफूलाई भन्छ, म म्याथमेटिक्समा एकदम कमजोर छु। त्यो एउटा तथ्य होइन, त्यो आफ्नो बारेमा बनाएको बिलिफ हुन सक्छ। यदि उसले वर्षौंसम्म त्यही विश्वास दोहोर्यायो भने त्यो बिलिफ उसको व्यवहार बन्न सक्छ। त्यसैले बिलिफ, व्यवहार, ह्याबिट र रिजल्ट। यदि बिलिफ बदलियो भने व्यवहार बदलिन सक्छ, व्यवहार बदलियो भनेपछि ह्याबिट बदलिन सक्छ र ह्याबिट बदलिएपछि बल्ल रिजल्ट बदलिन्छ। तर यसको अर्थ केवल सकारात्मक कुरा सोचेर सफलता प्राप्त हुन्छ भन्ने होइन। माइन्डसेट प्लस एक्सन इक्वल्स टु माइन्डसेट प्लस एक्सन भनेको नै वास्तविक परिवर्तन हो। पहिले हामीले आफ्नो माइन्डसेट बनाउनु पर्छ र त्यसमा काम गर्न सुरु गर्नुपर्छ, अनि मात्र परिवर्तन सम्भव छ। मोटिभेसन होइन, डिसिप्लिन।
हामी धेरै पटक भन्छौँ मलाई मोटिभेसन आएपछि पढ्छु, मन्डेबाट जिम जान्छु, समय मिलेपछि किताब पढ्छु। तर मोटिभेसनको समस्या के हो भने यो स्थायी हुँदैन। आज मोटिभेसन छ तर भोलि हुँदैन, भोलि छैन। त्यसैले मानसिक रूपमा बलियो मानिस मोटिभेसनको प्रतीक्षा नै गर्दैन। ऊ भन्छ मन लागोस् या नलागोस् गर्नुपर्ने काम म गर्छु। यही हो डिसिप्लिन। तर यहाँ एउटा आलोचनात्मक प्रश्न पनि उठाउनुपर्छ, के अत्याधिक डिसिप्लिनले नै सफलताको ग्यारेन्टी हो? होइन। डिसिप्लिन आवश्यक छ तर डिरेक्सन पनि आवश्यक छ। गलत दिशामा अत्यन्त डिसिप्लिन भएर दौडियो भने तपाईँ आफ्नो लक्ष्यमा होइन, आफ्नो गल्तीमा छिटो पुग्नुहुन्छ। त्यसैले डिसिप्लिन प्लस सही डिरेक्सन प्लस रिफ्लेक्सन भनेको मिनिङफुल प्रोग्रेस हुन्छ। र अर्को हाम्रो एकदम छुटाउनै नहुने कुरा छ कम्फर्ट जोन। मानिसलाई आराम मनपर्छ। हामी त्यही काम गर्न चाहन्छौँ जुन परिचित छ, त्यही वातावरणमा बस्न चाहन्छौँ जुन सुरक्षित छ। तर ग्रोथ प्राय त्यहाँ हुन्छ जहाँ चुनौती हुन्छ, जहाँ असहजता हुन्छ, जहाँ असफलताको सम्भावना हुन्छ र आफूले आफैलाई धकेल्नुपर्छ। त्यसैले यदि जीवनमा कुनै कठिनाइ नै नआए हामी वास्तवमा कति बलियो छौँ भनेर कसरी थाहा पाउने? फलामलाई आगो र चोटले आकार दिन्छ, त्यस्तै मानिसलाई पनि कठिन परिस्थितिले आफ्नो क्षमता चिनाउन सक्छ। तर यहाँ अर्को सावधानी पनि आवश्यक छ। हरेक दुःखलाई रोमान्टिसाइज गर्नु हुँदैन। दुःख आफैमा महान होइन, दुःखबाट सिक्न सक्नु महान हो। र असफलताको नयाँ अर्थ। हाम्रो समाजमा फेलियरलाई धेरै पटक अन्तिम परिणाम जस्तो हेरिन्छ। परीक्षामा फेल भयो ऊ असफल, व्यवसाय बन्द भयो ऊ असफल, सम्बन्ध टुट्यो जीवन असफल। तर द अनब्रेकेबल माइन्डको दृष्टिकोणबाट हामी फरक प्रश्न सोध्न सक्छौँ। फेलियरले मलाई के सिकायो? असफलता दुई प्रकारले प्रयोग गर्न सकिन्छ। पहिले असफलतालाई आफ्नो आइडेन्टिटी बनाउने, म असफल मान्छे हुँ। दोस्रो असफलतालाई फिडब्याक बनाउने, मेरो प्रयास असफल भयो तर म असफल मानिस होइन। यो दुई वाक्य बीचको अन्तर नै मानसिक शक्तिको अन्तर हो। इगो र अरू मानिसको विचार। हामी मध्ये धेरै मानिस आफ्नो जीवन आफैका लागि होइन अरूले के भन्लान् भनेर बाँचिरहेका हुन्छौँ। कसैले आलोचना गर्यो मन दुख्छ, कसैले सोसियल मिडियामा आफ्नोभन्दा राम्रो जीवन देखायो आफूलाई कमजोर ठानिन्छ, कसैले सफलता पायो आफ्नो असफलता ठुलो देखिन्छ। यहाँ अरूको ओपिनियनले गर्दा आफ्नो सेल्फ वर्थ किन निर्धारण गरिन्छ? अरूको विचार पूर्ण रूपमा नियन्त्रण गर्न सकिँदैन। त्यसैले मानसिक स्वतन्त्रता भनेको सबैलाई खुसी पार्ने प्रयास छोडेर आफ्ना मूल्य र उद्देश्य अनुसार जीवन जिउनु हो। र सबैभन्दा यो बुकको महत्त्वपूर्ण भाग चाहिँ आत्मअनुशासन र आत्मदया बीचको सन्तुलनलाई देखाउन खोजेको छ। अब पुस्तकलाई अलिकति आलोचनात्मक रूपमा हेरौँ। बी स्ट्रङ्गर, पुश हार्डर, नेभर गिभ अप, यी सबै सुन्दा शक्तिशाली लाग्छन्। तर यदि मानिसले हरेक समस्यालाई आफूलाई मात्र दोष दिन थाल्यो भने, हरेक समस्यामा आफूलाई मात्र दोष दिन थाल्यो भने त्यो पनि खतरनाक हुन सक्छ। मानिस रोबोट होइन। मानिससँग थकान हुन्छ, दुःख हुन्छ, कहिलेकाहीँ विश्राम चाहिन्छ, कहिलेकाहीँ सहयोग माग्नुपर्छ। त्यसैले अनब्रेकेबल माइन्डको परिपक्व अर्थ म कहिल्यै कमजोर हुँदैन होइन, बरु म कमजोर भएको क्षणलाई पनि स्वीकार गर्न सक्छु, तर त्यही स्थायी रूपमा बस्दिन। यही सेल्फ डिसिप्लिन र सेल्फ कम्प्यासन बीचको सन्तुलन आउँछ। र यो पुस्तकले हामीलाई 10वटा गम्भीर प्रश्न सोध्न सक्छ। र यो पुस्तक पढिसकेपछि हामीले आफैलाई यी गम्भीर प्रश्नहरू सोध्न सकिन्छ। म वास्तवमा कुन कुरासँग डराइरहेको छु? मेरो जीवनको सबैभन्दा ठुलो लिमिटेसन बाहिरको परिस्थिति हो
कि मेरो बिलिफ? म मोटिभेसनमा निर्भर छु कि डिसिप्लिनमा? असफल हुँदा म आफूलाई दिजु कतिखेर आउनुहुन्छ तपाईँ? ल आइहाल्नु ल, अनि म खाना खाएर जान्छु। म मोटिभेसनमा निर्भर छु कि डिसिप्लिनमा? असफल हुँदा म आफूलाई दोष दिन्छु कि आफ्नो रणनीति सुधार्छु? अरूको ओपिनियनले मेरो निर्णय कति प्रभावित गर्छ? म कम्फर्ट जोनमा सुरक्षित छु कि त्यहीँ अड्किएको छु? मैले चाहेको जीवनका लागि आज वास्तवमै के गरिरहेको छु? म आफ्नो कमजोरी स्वीकार गर्न सक्छु? सफलता पाएपछि पनि म मानसिक रूपमा शान्त रहन सक्छु? यदि कसैले मलाई प्रशंसा वा आलोचना दुवै नगरे पनि के म आफ्नो लक्ष्यतर्फ काम गरिरहन्छु? यी प्रश्नहरूको उत्तर पुस्तकभन्दा पनि आफ्नो जीवनमा खोज्नुपर्ने हुन्छ। र पुस्तकको हाम्रो वास्तविक सारमा चाहिँ यदि द अनब्रेकेबल माइन्डलाई 5वटा शब्दमा संक्षेप गर्ने हो भने सबैभन्दा पहिला आउँछ माइन्डसेट। तपाईँले संसारलाई कसरी हेर्नुहुन्छ? र डिसिप्लिन, मन नलाग्दा पनि सही काम गर्न सक्नुहुन्छ कि नै? रेजिलियन्स, असफलतापछि फेरि उठ्न सक्नुहुन्छ? फोकस, तपाईँको ध्यान कहाँ खर्च भइरहेको छ? र ग्रोथ, आजको आफूभन्दा भोलिको आफू राम्रो बनाउन सक्नुहुन्छ? अन्ततः मेरो विचारमा अनब्रेकेबल माइन्ड भन्नु अलि मिसलिडिङ शब्द पनि हुन सक्छ, किनभने मानिस वास्तवमै अनब्रेकेबल हुँदैन। मानिस टुट्छ, कहिलेकाहीँ हार्छ, कहिलेकाहीँ रुन्छ, कहिलेकाहीँ आफूलाई नै हराएको महसुस गर्छ। तर मानिसको वास्तविक शक्ति यही देखिन्छ, ऊ फेरि उठ्छ कि उठ्दैन। त्यसैले मेरा लागि द अनब्रेकेबल माइन्डको सबैभन्दा राम्रो परिभाषा यस्तो हुन्छ: अटुट मन त्यो होइन जुन कहिल्यै टुट्दैन। अटुट मन त्यो हो जसले टुटाइलाई आफ्नो अन्तिम परिचय बन्न दिँदैन। जीवनमा तपाईँलाई कसैले सधैँ मोटिभेसन दिइरहँदैनन्, कसैले तपाईँको हात समातेर सधैँ अगाडि बढाइदिँदैनन्। केही दिन तपाईँ एक्लै हुनुहुन्छ, त्यो दिन तपाईँको डिसिप्लिन, कुनै दिन यदि तपाईँ एक्लै हुनुहुन्छ त्यो दिनको डिसिप्लिन, बिलिफ र क्यारेक्टरले तपाईँलाई अगाडि लैजानुपर्छ। त्यसैले अन्तिम प्रश्न तपाईँलाई म के गर्छु भने, यदि भोलिदेखि कसैले तपाईँलाई मोटिभेट गरेन भने पनि के तपाईँ आफ्नो सपनाका लागि काम गरिरहनुहुन्छ? यदि उत्तर हो भने सायद तपाईँले अनब्रेकेबल माइन्ड निर्माण गर्ने बाटो सुरु गरिसक्नु भएको छ। धन्यवाद।